We are the young, we are the young, no, we are the young, no, we are the young. We are the young, we are the young. सिकेर ल्याउँछु भनेर हिँडेको छु हालमा केही पनि पनि बाटोसम्म फर्किनु पऱ्यो भने मलाई संशोधन हुँदै जान्छ Bersolingko tersayang ama kurdehunya Zamara ubika sahib hirday boli ama kurdehunya Zamara ubika sahib hirday boli Saalitika sangai bhai kurday hoki मेरी माया छेउमा बसी बाँड्दै घरको याद आयो घरको याद आयो गाउँको याद आयो गाउँको याद आयो खै कसरी सुन्छु मलाई त चाहिँ यहाँ आउनु छु म जहाँ जहाँ मेरी आमा हुन्छ जहाँ मेरी आमा हुन्छ हिजो त्यो चिठी एउटा मैले पनि आज भोलि सपनी फेरि आउँछ हिजो त्यो चिठी लेखी एउटा मैले पनि सेवाया सुझ्दै हाँस्दै बिदा गऱ्यो मैले पनि छोडिए Thank you. हजुर याद तपाईँले धेरैको दिलाउनु भयो घर भन्ने बित्तिकै घरमा बस्ने मान्छे सबैको याद आयो कसैको दिदी होला कसको बहिनी होला कसको आमा होला कसको बाबा बाजे सबैको याद दिलाइदिनु भयो सो यो याद हाम्रो जजलाई दिलायो कि दिलाएन आई वुड लाइक टु गो टु हाम्रो जज थ्याङ्क यू मन्जिल सर डेफिनेटली मलाई त दिलायो तर दिलाए तापनि म चाहिँ वान अफ द लक्की पर्सन नै सम्झिनुपर्छ कि म मेरो फ्यामिलीसँगै छु अहिले होइन सो याद दिलाए पनि म चाहिँ
जुन पीडा अहिले हाम्रो सुमनजीले महसुस गरिराख्नु भएको छ त्यो पीडाबाट चाहिँ एकदम बाहिर छु जस्तो चाहिँ मलाई लाग्छ। किनभने चाहिँ हाम्रो सुमनजी अहिले वैदेशिक रोजगारको क्रममा बाहिर नै हुनुहुन्छ भनेर उहाँले अघि इन्ट्रोमा भन्नुभयो होइन। अनि आज हजुरले सेलेक्सन गर्नुभएको सङको स्टोरी र तपाईँको चाहिँ कस्तो म्याच भइरहेको छ क्या। अब एक त गीतले जे मागेको त्यही कुरा हजुरसँग भइराखेको छ। दोस्रो कुरा ठ्याक्कै नेपालमा चाहिँ चाडबाडको सिजनले दसैँ पनि आइसक्यो क्या। अनि स्पेसली यो गीत चाहिँ दसैँ आइसकेपछि जो वैदेशिक रोजगारीको क्रममा चाहिँ आफ्नो फ्यामिलीबाट टाढा बस्नुहुने हाम्रो दाजुभाइ दिदीबहिनीहरू जो हुनुहुन्छ उहाँहरूले चाहिँ सायदै सुन्नुहुन्छ होला जस्तो लाग्छ है मलाई। किनकि यो स्याड सङ पनि हो एक हिसाबले, स्पेसली दसैँ तिहारकै लागि टार्गेट गरेर बनाएको स्याड सङ भनेर नै भनिन्छ यसलाई होइन। अनि हजुरले चाहिँ आज यसको यो गीतको एकदमै राम्रोसँग निर्वाह गर्नुभयो जस्तो लाग्यो मलाई चाहिँ। न्यायपूर्ण तरिकाले एकदम फिलमा डुबेर मजाले गाउनुभयो। अनि भोइस पनि कस्तो राम्रो रहेछ तपाईँको है। सुरुवातदेखि नै तपाईँले कस्तो मजाले फिलमा डुबेर गाइराख्नु भएको थियो। अब थाहा छैन तपाईँको ट्रु स्टोरीसँग म्याच भएर पनि हुनसक्छ, अलिकति त्यो भयो भनेदेखि चाहिँ हामीले फिल बढी गर्छौँ नि त। सो हजुरको फिलिङ्स चाहिँ मलाई एकदमै मन पर्यो। अनि अर्को कुरा चाहिँ जुन गीतमा तपाईँले बिचबिचमा आफ्नो एउटा क्रिएटिभिटी वर्ड लाइनहरू जुन थप्नु भएको छ त्यसले त झन् एकदमै राम्रो एउटा म्याचिङ भइराखेको छ सङमा। तर त्यसलाई चाहिँ तपाईँले पढेर भन्दा अझ मजाले नपढिकन फिल गरेर गर्नुभएको भएदेखि चाहिँ झन् सुनमा सुगन्ध थपिन्थ्यो भन्ने मात्र कुरा हो। ओभरअल प्रस्तुति एकदमै राम्रो। अनि हजुर चाहिँ विदेशमा भएर पनि अब कतिपय चाहिँ होइन अब त्यो एक्सक्युज हुन्छ नि त, मेरो त यो थिएन त्यो थिएन भनेर। तर तपाईँलाई हेर्नुहोस् त यस्तो मजाले तपाईँ निट एन्ड क्लिन भएर ढाका टोपी लगाएर होइन। अनि ब्याकग्राउन्ड पनि तपाईँ ब्लु मुन भएको भएर चाहिँ पछाडिको ब्याकग्राउन्डलाई पनि तपाईँले है मेरो विचारमा त्यही लागिरहेको छ होइन, त्यसरी रिप्रेजेन्ट गर्नुभयो। त्यो कन्सेप्ट पनि फ्यान्टास्टिक। यो चाहिँ डेफिनेटली हाम्रो अमितजीको हुनसक्छ या तपाईँहरू जसले कोल्याब गरेर गर्नुभयो पनि एकदमै राम्रो क्या, कन्सेप्ट पनि राम्रो। अनि मलाई चाहिँ सिरियसली अलिक कस्तो मलाई पनि त्यो तपाईँको गीतले अलिक थोरै जस भावुक फिल चाहिँ भइरहेको थियो कि तपाईँहरू बिचरा जो विदेशमा हुनुहुन्छ उहाँहरूलाई चाहिँ यो पीडा नभइदिएको भयो भन्ने चाहिँ भइरहेको थियो। तपाईँको ओभरअल प्रस्तुति मलाई एकदमै मन पर्यो है हाम्रो सुमनजी। अल द भेरी बेस्ट हजुरलाई है त। थ्याङ्क यू। ओके, थ्याङ्क यू सो मच। बिफोर आई लाइक टु गो टु हाम्रो अमितजी, हाम्रो जिनाजीलाई मैले गरेको छु, आउनु भएको छैन। अनि अर्को कुरा चाहिँ यो ढुकढुक ढुकढुक भन्ने साउन्डको म्युजिक छ नि 1 मिनट 13 सेकेन्डको छ गाइस। 1 मिनट 13 सेकेन्ड चाहिँ जजको हो होइन। उहाँले यो ढुकढुकको म्युजिक अघि नै सकेर पनि फेरि सुरु भएको क्या भनेपछि तपाईँको पर्फर्मेन्स होइन उहाँले जुन कमेन्ट्स गर्नुभएको छ होइन ब्याकग्राउन्डको बारेमा, तपाईँको प्रेजेन्टेसनको बारेमा होइन, यो चाहिँ तपाईँले चाहिँ एकदम राम्रो गर्नुभएको छ, त्यति मात्रै म भन्छु होइन। सो अमितजी ओभर टु यु। ओके, थ्याङ्क यू सो मच मन्जिल सर फेरि पनि यो समय मलाई दिनुभएकोमा। अनि जस्तो कि भर्खर हाम्रो रेस्पेक्टेड जजेस हाम्रो सुबिला म्यामज्यूले भन्नुभयो यो गाना चाहिँ स्पेसियली जति पनि हाम्रो नेपाली दाजुभाइ दिदीबहिनी इष्टमित्रहरू चाहिँ अब वैदेशिक रोजगारीको क्रममा चाहिँ अब विदेशमा रहनुभएका सम्पूर्णलाई चाहिँ लक्षित नै गर्छ है यो गीतले। र एकदम भावुक र एकदमै मार्मिक पनि छ गाना। र अघि भर्खरै हाम्रो सुबिला म्यामज्यूले भन्नुभएको जस्तै अब चाडबाडले नेपालमा लगायत हामी सम्पूर्ण नेपालीहरूलाई घेरिसकेको छ। र यो गानाले चाहिँ जति पनि हाम्रो विदेशमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ एकदमै अप्ठ्यारो पनि पार्छ जस्तो लाग्छ। किनकि अब चाडबाडको मुखमा होइन विदेशमा एउटा परदेशी भूमिमा चाहिँ अब आफूले आफ्नो घर परिवारबाट टाढा आफ्नो बालबच्चादेखि चाहिँ टाढा भएर बस्नु पर्दाखेरिको त्यो दुःख त्यो पीडा जो मान्छेलाई पर्छ उहाँले चाहिँ बुझ्नुहुन्छ। र हाम्रो सुबिला म्यामले भन्नुभएको जस्तै ज्यूले भन्नुभएको जस्तै हाम्रो सुमन ब्रदर हजुरले एकदमै फिलिङमा चाहिँ गाउनुभएको छ है। आई थिङ्क तपाईँको त्यो मार्मिक र त्यो तपाईँको नर्भसनेस पनि मैले देखिरहेको छु, नर्भस नहुनुला भनेर म भन्न चाहन्छु। एकदमै आउटस्ट्यान्डिङ ब्रदर। ओके भन्दै मेरो 2 शब्द यहाँ राख्न चाहन्छु। अब चाहिँ यो मन्जिल सर। यस, नर्भस चाहिँ तपाईँ पक्कै पनि हामीले देखिरहेको छौँ है। सुरुदेखि नै मैले तपाईँको नर्भसनेस देखिरहेको थिएँ। हुन्छ है, नर्भस हुनुपर्छ तर ओभर भयो भने पनि तपाईँको पर्फर्मेन्समा चाहिँ अलिकति के आउँछ बाधा आउँछ भने चाहिँ नर्भसै भएन भने पनि फेरि तपाईँको बाधा आउँछ क्या है। किनकि भन्ने नर्भस जसले लिँदैन नि त्यसलाई फेरि बाधा हुन्छ। तपाईँको एकदमै तपाईँले एउटा के अरे एउटा पर्फर्मर भइसकेपछि चाहिँ तपाईँले त्यसलाई ब्यालेन्स गर्ने तपाईँको खुबी हुनुपर्छ होइन। जस्तै तपाईँको ब्याकग्राउन्ड ब्लू कलरको यस्तो मजाको ब्लू, फेरि ब्लू पनि होइन, त्यसको माथि तपाईँले टोपी कालो टोपी लगाएको, नेपालको झन्डा भएको, खुकुरी भएको होइन, अनि त्यसपछि फेरि कोट लाउनु भएको छ, सेतो सर्ट लाउनु भएको छ होइन। कस्तो मजाले प्रेजेन्ट गर्नुभएको छ नि। तपाईँको फ्रेम हेर्नुहोस्, ठ्याक्क फोटो खिचेर राखे जस्तो देखेको छ होइन। कसैको हुन्छ नि तलबाट टाउको यसो हेर्दाखेरि उहाँको नाक मात्रै देखिरहेको होइन, कसैको यस्तो गर्दाखेरि माथिबाट के अरे
के अरे त्यही फेरि नाकमाथिबाट देखेको होइन त्यस्तो हुन्छ तपाईँको प्रेजेन्टेसन एकदमै के अरे राम्रो छ होइन जस्तै तपाईँले गीत गाउँदा गाउँदा बिचमा चाहिँ एउटा चाहिँ मनको भन्ने कि भावना भन्ने कि होइन तपाईँको वाचन भन्ने कि तपाईँको मार्मिक तपाईँको एउटा भनौँ न शब्द राख्नुभएको थियो त्यो शब्द तपाईँ जब कुनै पनि के अरे वाचन गर्नुहुन्छ शब्दहरू भन्नुहुन्छ भने तपाईँको म्युजिकलाई चाहिँ अलि लो गरिहाल्नुहोस् होइन किनकि तपाईँको म्युजिकले ओभरल्याप नगरोस् नि किनकि तपाईँ गाउने बेलामा तपाईँको भोइसको रेन्ज माथि हुन्छ क्या होइन तब वाचन भन्ने बेलामा तपाईँको त्यो रेन्ज चाहिँ तल गइजान्छ क्या वन्स तल गएपछि त म्युजिकले त अटोमेटिकली डिटेक्ट गर्दैन अनि तपाईँसँग त्यो भनौँ न भोइसमा गएर तपाईँ स्लो गाउने बेलामा त्यो यतापट्टि साउन्ड इन्जिनियरले चाहिँ तपाईँको फेरि म्युजिकलाई सानो गरिदिनु न या त आफैले गर्नुपर्छ होइन त्यसै भएर आफै नै हो त्यसै भएर यो सबै कुरालाई मिलाउनेलाई नै हामीले चाहिँ टिकटकर ट्यालेन्ट भन्छौँ गाएर मात्रै हुँदैन सबै कुरा हामीले मिलाउनुपर्छ जुन प्रकारले तपाईँले मिलाइराख्नुपर्छ एकदमै राम्रो छ होइन सो लेट्स सी हाम्रो जजले के भन्छ रिजल्टतर्फ हामी जानुपर्छ जस्तो मलाई लागिरहेको छ सो विदाउट डिले आई वुड लाइक टु ह्यान्ड ओभर दिस टाइम टु जज उर्मिलाजी कहाँबाट उर्मिलाजी आयो कहाँबाट आयो उर्मिलाजी ल भन्नुहोस् त कसरी मेरो मुखमा उर्मिलाजी आयो आई नो इट वेल मनिष सर कहाँबाट आयो भने बट म रिभिल गर्न चाहन्न अस्ट्रेलियाबाट युके हुँदै नेपालसम्म आइपुगेको छ है त्यो पनि विदाउट कुरियर चार्ज होला ओके लेट्स सी है हामी जान्छौँ रिजल्ट एनिवे थ्याङ्क यू सो मच राम दाई हाम्रो राम दाईको पनि आजभोलि त कसम के दिमाग चाहिँ सोचे जस्तो केही हुँदैन भने जस्तो भइरहेछ है खत्रै चलिरहेछ के अनि राम दाई ह्युज रेस्पेक्ट अनि हाम्रो सुमनजीलाई चाहिँ अब हामीले कति धेरै लामो कमेन्ट गरिराख्नु भयो होला भने जस्तो नि फिल भइसक्यो होला होइन तर जुन तरिकाले तपाईँले आफूलाई प्रेजेन्टेसन गर्नुभएको छ प्रिपेयर गर्नुभएको छ अनि तपाईँले फिल्टर युज गर्नुभएको छ के छ तर मैले भन्नुको कारण चाहिँ युआर लुकिङ सो ड्यासिङ के बोर्डमा हुनुभएको सबै मेलहरूमा तपाईँ कस्तो राम्रो देखिरहनु भएको छ है मैले चाहिँ सिरियसली यो कुरा चाहिँ मेन्सन गर्नै पर्छ किनभने जब बोर्डमा राम्रो कोही मेल आउनुहुन्छ फिमेल आउनुहुन्छ म उहाँहरूको तारिफ गरेर सधैँभरि पछि पर्दिनँ है एज हाम्रो मन्जिल सरलाई थाहा छ सो तपाईँ पनि एकदमै राम्रो देखिराख्नु भएको छ अनि अब भनि नै हाल्यो रिजल्ट त हजुरलाई थाहा पनि छ होला तर मैले सिरियसली नै भन्नुपर्दा इफ हामीसँग एउटा पावर थियो भनेदेखि मैले तपाईँलाई नेक्स्ट राउन्डको लागि डेफिनेटली लान्थेँ होला तर अहिलेको लागि चाहिँ हजुर होल्डमा नै हुनुहुन्छ बट अल्सो तपाईँसँग हामीले यो मेन्सन गरेछौँ कि तपाईँ आउट चाहिँ हुनुभएको छैन है यो कुरा चाहिँ प्लिज तपाईँले ध्यान दिनु होला भन्दै विश यु अल द लक सुमनजी थ्याङ्क यू ओके सुमनजी तपाईँ होलमा जानै पर्छ किनकि अप्सनै छैन तपाईँको है तपाईँ होलमा जानु भनेको तपाईँ चाहिँ के अरे नेक्स्ट राउन्डको लागि पनि एउटा अपर्च्युनिटी पाउनु हो होइन त्यसको लागि तपाईँलाई थाहा छ